हेलो गाइस नमस्ते एभ्रिवान। अनि यो चाहिँ मर्निङ टाइमको भिडियो थियो है। अनि हामी चाहिँ यो मच्छे गाउँ भन्ने एउटा जङ्गल छ है त्यहाँ चाहिँ। अनि त्यो जङ्गलमा चाहिँ हामी सिस्न र हामी केही सागहरू टिप्न जाँदैछौँ है। यो चाहिँ जङ्गली साग भनौँ न, यो फापर स्टारको हुन्छ होइन। यति मिठो हुन्छ यो चाहिँ। प्रायः जस्तो यसलाई चाहिँ गोडमेल केही गर्नु पर्दैन होइन, उसलाई मल पनि हाल्नु पर्दैन। तर पनि कति राम्रो हरियो परेको है। मलाई त कति रमाइलो लाग्यो, यति कलिलो होइन, यति नरम के। अनि त्यो देख्नु बित्तिकै मलाई त यति खाउँ लागेको होइन, यति राम्रो है गाइज। अनि सिस्न पनि रहेछ एउटा दुइटा पोलेर है, हातै झ्याना भएर। अनि त्यही पनि टिपे खुसी हुँदै, किनभने एकदम खुसी लागिरहेको थियो है। अनि यो चाहिँ कतिजनाले खाना जानेको हुँदैन रहेछ है यतातिरको गाउँको मान्छेहरूलाई चाहिँ। अनि यो चाहिँ हाम्रो गाउँतिर पनि थुप्रो हुन्छ है, जङ्गलतिर ठ्याक्कै फापर हुन्छ नि, फापर स्टार फापरै भन्दा पनि हुन्छ यो सागलाई है। तर अलिकति ठुल्ठुलो हुन्छ यो चाहिँ, एकदम मिठो लाग्यो मलाई चाहिँ। अनि यहाँ चाहिँ यो चाहिँ जङ्गल है, हामी त्यो जङ्गलमा हिँड्दैछौँ रोडमा। अनि यतातिर चाहिँ जग्गा चाहिँ अलिक सस्तो रहेछ है गाइज, काठमाडौँकै हो तर पनि एकदम जग्गा चाहिँ सस्तो है। त्यही 12-13 भने जस्तो लागेको थियो है। अनि त्योभन्दा अलिक तल चाहिँ 20-26 त्यस्तो रहेछ। जस किन्नु छ भने आउनु होला गाइज, रमाइलो रहेछ है। ठाउँ बस्न पनि योग्यको छ, रमाइलो छ। अनि गाइज उहाँ चाहिँ मेरो काकी है। अनि काकीले हामीलाई लग्नुभएको यतातिर। अनि यहाँ चाहिँ घाँसहरू पनि लगाउँदो रहेछ कि, त्यो हुन्छ नि छर्दो रहेछ। अनि ठुलो बनाउँदो रहेछ कि घाँसहरू पनि। यो चाहिँ गाई बस्तुहरूलाई दिने घाँस, यति राम्रो हेर्नु होला गाइज है। अनि यो चाहिँ अब काट्ने बेला भएको रहेछ। अनि काकी र म चाहिँ है, अरू फुपूहरू पनि जानुभएको, फुपू बहिनी सबैजना उहाँहरू चाहिँ पर पुगिसक्नु भयो। हामी चाहिँ यहाँ दुईजना गफ गर्दै है, धेरै रमाइलो लाग्यो। यो चाहिँ मैले दालचिनी भनेको होइन रहेछ अरे, दालचिनी जस्तै रहेछ सेम है। म पनि त्यति गाउँमा बसेको छैन, त्यही भएर खासै चिन्दिनँ। अनि मैले चाहिँ सोधेको है। अनि यहाँ चाहिँ सिस्नहरू छ। अनि त्यहाँ बहिनीले टिप्दैछ मजाले सिस्न। अनि अहिले चाहिँ पानी नपरेको भएर चाहिँ त्यति धेरै चाहिँ हुँदैन रहेछ है। पानी परेर सिधै ठुलो पनि हुन्छ होइन, छैन। चाहिँ मेरो फुपू है यो। अनि यहाँ चाहिँ ऐसेलु क्या गाइज, होइन पाकिरहेको रहेछ। तर समय चाहिँ होइन रहेछ, जेठतिर चाहिँ मजाले पाक्छ होइन। अनि त्यही पनि मैले 8-9-10 वटा त खाएँ होला, साह्रै मिठो लाग्यो, गुलियो है गाइज। कति तर पाकेकै थिएन कि, तर पनि रमाइलो लाग्यो मलाई चाहिँ एकदमै धेरै रहेछ यहाँ त गाइज, एकदम रमाइलो लाग्यो। अनि मेरो दिन चाहिँ यसरी बित्यो है। म चाहिँ माइती आएको, अनि माइतीमा रमाउँदैछु गाइज। तपाईँहरू के गर्दै हुनुहुन्छ? अनि 1 हप्ता छ होला बिदा है, नानीहरूको छुट्टीमा इन्जोय गर्दैछु। हामी चाहिँ नानीहरूको आमा भएपछि हतपति कहीँ जान पनि नपाउने, किनभने स्कुल टाइम हुन्छ है। मैले चाहिँ यहाँ सिस्न टिपिरहेको है गाइज। मैले र फुपूले, फुपू चाहिँ माथि हुनुहुन्छ, म चाहिँ तल छु। अनि यहाँ चाहिँ सिस्न डल्लै छ कि। अनि मलाई पनि खासै टिप्न आउँदैन, मैले टिप्दैछु है गाइज। सिस्न यो सिस्न भनेको चाहिँ एकदम सुगरहरूको लागि पनि एकदम अर्ग्यानिक रहेछ है, मैले सुनेको चाहिँ। खासमा चाहिँ सबैले खाँदा योग्यको छ यो सिस्न भनेको चाहिँ, अर्ग्यानिक, आफ्नो शरीरको स्वास्थ्यको लागि पनि रहेछ है। यो चाहिँ मैले टिपेर म झर्दैछु। अनि यो चाहिँ केलाको है, मलाई चाहिँ केलाउनु आउँदैन। अनि यहाँ चाहिँ दिदी र बहिनीले, काकीले, फुपूले केलाउँदै हुनुहुन्छ है। अनि केला पोल्यो सिस्नले, पोल्यो बहिनीलाई। अनि एकदम मजाले केलाउनुहुन्छ बहिनीले।
अनि यता दिदी यता मेरो फुपूले चाहिँ त्यही अहिलेको मैले देखाएको जुन फापरको साग भने त्यो केलाएर पकाइ पनि सक्नु भइसक्यो अनि हामी चाहिँ अन्तिममा खाना खायौँ है सबैजना मिलेर त्यो साग पनि पकायौँ यति मिठो भयो गाइज है मलाई चाहिँ अरू केही होइन यो साग देख्दा चाहिँ साह्रै रमाइलो लाग्यो गाइज यति राम्रो क्या न मल न जल न पानी हेर्नु न गाइज यस्तो राम्रो क्या है खाउँ लाग्ने मैले चाहिँ खाएर इन्जोय